ओम सच्चिदानंद रूपाय विश्वस्पत्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय नमः। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। समाधान दर्शक वृन्दहरुमा हार्दिक नमन। तनुज्योति च्यानल मार्फत विशुद्ध धार्मिक ज्ञानहरू पस्किने क्रममा आज म यहाँहरु समक्ष पुरुषोत्तम महात्म्य को क्रममा छु। म यहाँहरु समक्ष आज म 12औं अध्याय लिएर उपस्थित भएको छु र यो पुरुषोत्तम महिना यहाँलाई थाहा छ, दान धर्म पूजा जप आराधना भगवानको स्मरणको लागि ज्यादै नै उपयुक्त महिना हो है। यो महिना 3 वर्षमा मात्रै आउँछ। यो महिना भरिमा चाहिँ यहाँले समय खेर नफाल्नु होला है। जप गर्नुहोस्, ध्यान गर्नुहोस्, भगवानको नाम स्मरण गर्नुहोस्। अरु महिनाहरुमा गरेको भन्दा करोडौं फल प्राप्त हुने महिना यो पुरुषोत्तम महिना। गंगा स्नान गर्नुहोस्। अरु महिनामा हजारौं चोटी चाहिँ गंगा स्नान गरे जति एकचोटी मात्रै गंगा स्नान गर्ने फल पाइन्छ। हजारौं दान दिए जति अलिकति दान दिनाले हुन्छ। हजारौं नाम स्मरण गर्ने अलिकति नाम स्मरण गर्ने हुन्छ भनेदेखि सकेसम्म धेरै नाम स्मरण जप, अर्काको कुरा काटेर, अर्कालाई गाली गरेर, बिझाएर चाहिँ यो समय नबिताउनु होला है। अब द्वादश अध्याय सुरु गर्नुभन्दा अगाडि हामीले एकादश अध्यायको अलिकति चाहिँ के भन्यो त, एकादश के भयो कुराकानी हिजो के चाहिँ हामीले सुन्यौं भन्ने कुरा यहाँलाई थाहा छ त। अब 11 अध्यायमा चाहिँ त्यो कुमारी अथवा आर्छेले भगवान साम्ब सदा शिवजीको चाहिँ बडा कठोरले तपस्या गरे। तपस्या नि कसरी तपस्याले कठोरले गरे भनेको म संक्षेपमा भन्दैछु यो कुरा। अब जाडो महिनामा चाहिँ उता हिमालय पर्वतमा गएर तपस्या गर्ने, गरिब महिनामा अथवा चिसो ठाउँमा गएर तपस्या गर्ने, गरिब महिना भान्साग्नि तापेर तपस्या गर्ने, पानी आउँदाखेरि बिना छप्पर त भनौँ न त्यो छत नभएको ठाउँमा गएर चाहिँ तपस्या गर्ने, अथवा जाडो महिनामा अझ पानीभित्र बसेर चाहिँ टाउको मात्रै देखाएर तपस्या गर्ने। अनि बेलुका चाहिँ साँझमा चाहिँ धुवा सल्काएर धुवा मात्रै पिउने। यसरी तपस्या गर्दा गर्दै चाहिँ अब यो के भने इन्द्रादी देवताहरू पनि ठुलो चिन्तामा परे। इन्द्रलाई सबभन्दा बढी पिर पर्छ क्या त्यस्तो बेलामा। मेरो अब आसन जाने हो कि भन्ने किसिमको डर उनलाई हुन्छ सधैँ। अनि त्यो तपस्यामा त्यसरी लीन भएको बेलामा भगवान शिवजीले चाहिँ दिव्य दृष्टि प्रदान गर्नुभयो। कसैले बाहिरबाट नदेखिने दृष्टिलाई दिव्य दृष्टि भनेर भनिन्छ। त सञ्जयले दिव्य दृष्टि पाएको थिए। धृतराष्ट्रलाई दिनु खोज्नुभयो वेदव्यासले, म लिन्न, सञ्जयलाई दियो भने चाहिँ दिव्य दृष्टि देखेर सबै कुरुक्षेत्रमा जहाँसुकै भएको कुराहरू पनि उनले देखिए थाहा पाउँथे। यसरी दिव्य दृष्टि दिनुभयो। दिव्य दृष्टि दिएपछि एक्कासी बेहोस त्यो बौरियो। अत्यन्त खुसी भए, नम्रतापूर्वक भगवान शिवजीलाई यथासम्भव उनले पूजा गरी, ढोगी प्रणाम गरिन्। हे प्रभु, हे भर्ग, हे भूतेश, हे गौरीश, हे अन्धकारका नाशक, हे सूर्य अग्नि रूप, दिव्य रूप, 3 आँखा भएका, खप्परको माला लगाउनु भएका यस्ता हे प्रभु, म यो दुःखरूपी समुद्रमा चुल्लुमा डुबेको छु। मलाई आज दर्शन दिनुभयो हजुरले। हजुर कस्ता भनेदेखि सबैलाई दया गर्ने, हे मृत्युञ्जय, हे प्रभु, हे दक्षको यज्ञलाई नाश गर्ने, हे समस्त शत्रुहरूलाई पनि नाश गर्ने, माया मोहलाई पनि चकनाचुर पारिदिने, हे प्राणनाथ, हे रक्षक, हे प्रभु भनेर चाहिँ ज्यादै तिनले नमन गरिन्, प्रार्थना गरिन्, बिन्ती गरिन् भगवानको। भगवान अत्यन्त खुसी हुनुभयो, हँसिलो मुख लगाउनु भयो। हे तपस्विनी, तिम्रो कल्याणदेखि म अत्यन्त प्रसन्न छु र मलाई अब तिमीलाई के इच्छा छ भन भन्दाखेरि त्यो बालिकाले के भनी भनेदेखि मलाई हे प्रभु
यदि मेरो उप प्रसन्न हुनुहुन्छ भने पति दिनुहोस्, पति दिनुहोस्, पति दिनुहोस्, 5 चोटि पति दिनुहोस् भनेर उनले भने। 5 चोटि नै पति 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 भनेपछि भगवान शिवजीले भन्नुभयो तिमीले इच्छा गरेको कुरा पूर्ण होस्, तिमीले 5 वटा पति पाउनेछौ। ती पातिहरू सुरवीर हुनेछन्, सकल धर्म जान्ने हुन्छन्, सज्जन सत्य पराक्रमी पनि हुनेछन्, ठुल्ठुला यज्ञ गर्ने हुनेछन् र विश्वविख्यात पनि हुनेछन्, इन्डियालाई जितेका क्षेत्रीय हुनेछन् भनिसकेपछि ती आश्रयले के भनिन् भनेदेखि ती कन्याले के भनिन्, हे प्रभु यो त आश्चर्य लाग्दो कुरा भएन र एकैजनाको 5 वटा पति श्रीमती 5 वटा श्रीमती भएको त मैले सुनेको थिएँ, तर मेरो 5 वटा पति भने चाहिँ त मलाई त हजुरले दिएको यो कुरा सुन्दाखेरि उदेक लाग्यो। मैले त जीवनमा अहिलेसम्म यस्तो सुनेको पनि थिइनँ। हे प्रभु मलाई त लज्जा पनि भइरहेछ यस्तो हजुरले दिएको चाहिँ यो वरदान दिएर देखेर अथवा सुनेर भनेपछि भगवानले के भन्नुभयो भने हे कल्याणी यस जन्ममा तिमीलाई पतिको सुख चाहिँ हुँदैन, अर्को जन्ममा चाहिँ तिमीले त पतिको सुख पाउँछौ। तिमीले कुनै योनिबाट पैदा हुनु पनि पर्दैन, तिमी कुनै तवरबाट उत्पन्न हुन्छौ र तिनै 5 वटा पतिसँग तिमीले चाहिँ सुख भोग गरेर अन्तमा परम वैकुण्ठ पद प्राप्त गर्दछौ भनेर भगवान शिवजी चाहिँ ले भन्नुभयो। र ती भगवान श्रीले अझ भन्नुहुन्छ कि हे नानी तिमीले घमण्डले गर्दा दुर्वासा ऋषिले भनेको कुरालाई टेर पुच्छा लाइनौ। एउटा कुरा जुन गोलोकवासी भगवानलाई सम्पूर्ण देवताहरूले पनि पुच्छन्, आराधना गर्छन्, तिमीले त्यसलाई त्यो महिनामा पुजिनौ र जो मानिसले पुरुषोत्तम महिनालाई अनादर गर्दछ भनेदेखि त्यो मानिस घोर नरकमा जान्छ। पुरुषोत्तम महिनाको चाहिँ जसले अपमान गर्छ भने त्यसको कहिले पनि सुख त्यसले पाउँदैन, अन्धकार हुन्छ त्यसको जीवन। जसले पुरुषोत्तम महिनालाई आदर गर्छ, भक्ति गर्छ, भाव गर्छ, पूजा गर्छ, तप गर्छ, जब त्यसका छोरानाति पनि सधैँ धन धानेलाई परिपूर्ण हुन्छन्, यस लोकमा सुख पाउँछ, परलोकमा परम पद पनि पाउँछ। हे कुमारी तिमीले ती पुरुषोत्तमलाई अवज्ञा पनि गर्यौ, त्यसैले तिमीले यो जन्ममा त तिमीले पति पाउँदैनौ, अब त्यसको फल त तिमीले भोग्नै पर्दछ है भनेर भगवान शिवजीले भनेर चन्द्रमाले सुशोभित ती शिवजी चाहिँ उत्तर दिशातिर लाग्नुभयो। जसरी वृत्रासुरलाई मारेपछि इन्द्रलाई चिन्ता बढेको थियो नि, त्यस्तै त्यो मेधावी मुनिको छोरी आर्सीलाई पनि चिन्ता बढ्यो भन्नेसम्म कथा यो 11औं अध्यायमा हामीले हिजो श्रवण गरेँ। आज मैले थोरै यसलाई व्याख्या गरेँ। अब 12औं अध्याय सुरु गर्नुभन्दा अगाडि चाहिँ हामीले सबभन्दा पहिले पुष्पाञ्जली गरौँ। पुष्पाञ्जली गरेपछि मात्रै अनि हामीले यो पाठ सुरु गर्छौँ, त्यसै संक्षेपमा म कथा बचाउँछु है त। सबैले छ भने फुलिदिनु होला, नभएदेखि भगवानलाई त्यतिकै सम्झिनु होला है। हरि ओम यम ब्रह्मा वरुणरुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदाकरो पंचदरे गायन्ति हिंसामगा ध्यानावस्थित गतेन मनसः पश्यन्ति यमिगिनो यशान्तं न विदुषुरसुरगणा देवाय तस्मै नमः। श्रीमद चन्दन चर्चितो जलभो शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रवेशन्मुक्ता शोभिता सर्वज्ञान्यान पुस्तकरा रुद्राक्ष मालाधरा वाग्देवदना बुझि वर्तमे त्रैलोकमाता शिरं मुखं करोति पाचालं पङ्गुल्यं गयते गिरियं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामि ततेजसे यस्प्रसादात् वक्ष्यामि नारायणी कथामियं
नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुवाणि दुर्बजानि तानि पुष्पाञ्जलिमेतु सुखाय नमः पुष्पाणि समर्पयामि। ओम श्री परमेश्वर पुरुषोत्तम भगवानाय नमः। राधा सहित पुरुषोत्तम भगवान को जय। कृष्णचंद्र भगवान को जय। भक्तवत्सल भगवान को जय। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। ओम नमो भगवते वासुदेवाय। श्री परमात्मने नमः। यो पाठ सुन्नु है त। यो पाठ चाहिँ सुन्नुपर्दछ है। भगवानको देव वाणी हो यो अवश्य सुन्नुपर्दछ। सुन्नु होला ध्यान दिएर है त। ओम नमो भगवते वासुदेवाय। ओम श्री परमात्मने नमः। अथ द्वादशोऽध्याय। नारद उवाच शीतकण्ठे गते नाथ बाला किम करोच्युचा शुशुभसे विनीताय वद तद्धर्मसिद्धये। श्रीनारायण उवाच एवमेव पुरा पृष्ठ श्रीकृष्णः पाण्डुसूनुना यदुवाच वचारागे तन्मे नगदत शृणु। श्रीकृष्णोवाच एवं गते शिवे राजन् सा बाला विगत प्रभा निश्वास परमामिता सासुनेत्रा कृशोदरी। हृदयाग्नोत्थित ज्वाला ज्वलिताङ्गी कुमारिका दावाग्नि दग्धपत्रा सा लतेवासित तपस्विनी। दुख ईर्ष्या माप्तवत्यामेवं कालो महानगत असौ ताम वचस्कन्द तादृशीं तपसीं प्रभु। सहसा तां सपन्नानां फणीनां खुनिनिवसं वेशनं यति कालेन बलिनां वशं नीता तपस्विनी। प्रावीण्यं मेघावृते व्योम्निं विद्युत सौदा मिनी यथा तथा श्रमी शोके नष्टा तपसा दग्धकल्मषा। तदानीमेव धर्मिष्ठो यज्ञसेनो नराधिप बृहत् संहार सम्पन्न मकरोत् यज्ञमुत्तमम्। तदज्ञ कुण्डा दुधभूता कुमारी कनकप्रभा सेयं द्रुपद शार्दूल तनया प्रार्थिता भुवि। द्रौपदी सर्वलोकेषु आरेशीया पुराभवत् सेयं स्वयंवरो राजन् मत्स्यवेदे कृते सति। लब्धा अर्जुननेन पाञ्चाली क्षुभिते राजमण्डले तृणीकृत्यं कृपान् सर्वान् भीष्मकर्णादिकान् बहून्। सेयं कचग्रहं प्राप्तं दुष्टदुशासनान् मुने वचांसि कर्णशूलानि श्राविता वरवर्णिनी। मया चोपेक्षिता राजन् पुरुषोत्तम हेरनाथ यदा मयि कृष्णसेयः कृतस्नेहा मन्मान्य वदमन्मुः। दामोदर दया सिन्धो कृष्ण कृष्ण जगतपते हे नाथ हे रमानाथ केशव क्लेशनाशन। न माता न तातो न च भारतीवर्गो न शक्यो न ज्ञातिनं वै भागिनेय। न बन्धुर्न चेष्टो न वै प्राणनाथो ऋषिकेश सर्वं भवानी भमेस्ति। गोपिकानाथ गोविन्द गोपिकानाथ गो दीनबन्धो दयानिधे दुशासन पराभूतं किं जानासि मां प्रभो। दुशासन पराभूता यदा द्रुपदनन्दिनी मदीयं स्मरणं प्राप्तं विस्मृतापि मया पुरा। शीघ्रं गौडमारुह्य तत्रागत्य अतिथेन वै पुरीतानि यया राजन्यस्यै भाषांस्य निष्कषः। सदा मयि कृतस्नेहा मत्प्राणा मत्परायणा ममाति वल्लभा स्वादी सखी मे प्राणसन्निभा। तथाप्युपेक्षितेयं सा पुरुषोत्तम हेलनाथ हरिवल्लभमाशस्या भवन्तु पातनं मया। निश्चितं मुनिदेवानां सेव्योऽयं पुरुषोत्तमं किं पुनर्मानुषाणां तु सर्वार्थ फलदायकः। तस्मात् आराधयं स्वैनं मागामि पुरुषोत्तमं वर्षे चतुर्दशे पुणे सर्वं ते भविता शुभम्। व्योलोके यस्तु द्रौपद्यां केशाकर्षणनिष्ठुरं तन्नादि रामहं राजन्
निर्वपिष्ये लुकान् रुषा सुयोधनादिवुपालान् सर्वान्येषे यमालयं सर्वशस्त्रुचयं कृत्वा त्वं च राजा भविष्यसि न मे चिरोदत नयां प्रियानायि नापि अलायुधा न तथा देवकी देवी न प्रद्युम्नो न सात्यकी यादिशामि प्रिया भक्त्या तादिशो नास्ति कश्चन येन मे पीडिता भक्त्यास्तेनाहं पीडितं सदा द्वेषो मे नास्ति तत्तुल्यो यमतस्य फलप्रद नाबोलोक्यो मया दुष्टो तदार्थमभिताण्डव श्रीनारायणोवाच श्रीकृष्णानुशास्वस्य पाण्डवान् द्रौपदी तथा कुशस्थले जिगमिषुरुवाच मधुसूदनः राजन्नद्य गमिष्यामि द्वारकां विरहाकुलं वसुदेवो महाभागो बलदेवो ममाग्रज मन्माता देवकी देवी गतसंवादयो परे आहुकाद्यायता वत्सं रुक्मिण्याद्याश्च या स्त्रियः सर्वे ते नेत्रैर्दामगणकाङ्क्षिण मामिव चिन्तयन्त्यैव मद्दर्शन समुत्सुका श्रीनारायण उवाच इत्युक्तवन्तं देवेशं कथञ्चित् पाण्डुनन्दना हरिप्राणमालक्ष्मं तुमूर्चो गदाक्षरं जीवनं नो भवानेन यथा बारी जलोकं कषां पुनर्दर्शनमल्पेन कायेनस्तु जनार्दन पाण्डवानां हरिनाथो नान्यं कश्चित् जगत्त्रये इत्थं सर्वे वदन्त्यदा तस्मान् सा पाहि सर्वदा न विस्मार्यां वयं सर्वे त्वदीयां जगदीश्वर अस्मच्चेतो मिलिन्दान् जीवनं त्वदपदाम्बुजं मुहुर्मुहुः प्रार्थयामो भवानी वा बलम्बनम् असकृत पाण्डुपुत्रेषु वदस्तोऽयम् अदुद्धः मन्दं मन्दं समारुह्यं व्रतं प्रेम परिप्लुत ययौ द्वारवती मेतान् परावृत्यानुगच्छतः नारायण उवाच अथ श्रीद्वारकानाथे गते द्वारवती तदा राजापि सानुजस्तप्यं तीर्थानि विचचारः पुरुषोत्तमे मनः कृत्वा ब्रह्मन् श्री भगवत्प्रिये अनुजानीहि कृष्णां च विश्वक्सेन वचः स्मरन् अहो श्रुतमति बोग्रं महात्म्यं पौरुषोत्तमं कथं सुखानि लभ्यन्ते नावर्च पुरुषोत्तमं सधन्यो भारते वर्षे सपूज्यः श्रेष्ठ एव सः विविधैर्निरेयमय्यस्तु पूजयेत् पुरुषोत्तमम् एवं सर्वेषु तीर्थेषु भ्रमन्त पाण्डुनन्दना पुरुषोत्तममासाद्यं व्रतं चिरुर्विधानतः तदन्ते राज्यमतुलः मवापुर्गतकण्टकं पुणे चतुर्दशे वर्षे श्रीकृष्ण कृपया मुने निरदन्दा नृपः पूर्वं सूर्यवंशसमुद्भवं पुरुषोत्तममाशेषं शिवनान् महतीं श्रियं पुत्रपौत्रसुखं चैव भुक्त्यां भोगा ननेकशः जगाम भगवल्लोक मग्यम्यं योगिन्यामपि एतन्मासस्य माहात्म्यम् अतुलं मुनिसत्तमं नाहं वक्तुं समर्थोऽस्मि कल्पकोटिशतैरपि श्रुत उवाच पुरुषोत्तममासस्य कृष्णद्वैपायनादहं माहात्म्यं श्रुतवान् विप्रां वक्तु तदपि न प्रभुः अस्य माहात्म्यम् अखिलं वेदी नारायण स्वयं अथवा भगवान् साक्षात् वैकुण्ठ निलयो हरि ब्रह्मादिदेवा नतपादपीठ गोलोकनाथे न स्वकीकृतस्य महात्म्यमेतत् पुरुषोत्तमस्य देवो न जानाति कुतो मनुष्य इति श्री बृहन्नारदीय पुराणे पुरुषोत्तममासमाहात्म्ये श्री नारायण नारद संवादे पुरुषोत्तम व्रतोपदेशो नाम द्वादशोऽध्याय। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय पुरुषोत्तम भगवानाय नमो नमः। कृष्णचन्द्र भगवान को पुरुषोत्तम भगवान को जय। अब 12औं अध्यायमा
प्रवेश गरेका छौँ हामी। 12औं अध्यायमा के हुन्छ? अब नारदले सोध्नुहुन्छ भगवान नारायणसँग, यो कथा चाहिँ शौनकादि गरेका 88,000 मुनिलाई सुत पौराणिकले बताउँदै हुनुहुन्छ। त्यस्तै भगवान नारायणले नारदलाई बताउँदै हुनुहुन्छ। त्यस्तै भगवान श्रीकृष्णले युधिष्ठिर लगायत पञ्चपाण्डवलाई पनि बताउँदै हुनुहुन्छ है, भिन्न भिन्न प्रसङ्गमा है त। यति चाहिँ बुझौँ। नारदले भन्नुहुन्छ, हे नाथ, शिवजी जानुभयो, तब त्यो सुर्तामा परे कि त्यस बालिकाले के गरी त? अब त्यो कुरो मलाई चाहिँ हजुरले धर्म ज्ञानका लागि बताइदिनुहोस्। यो चाहिँ सुन्नु भनेको चाहिँ धर्मको ज्ञानको लागि पनि हो है। यो सुन्नु सुन्ने मात्रै होइन, सुन्या हो, तर सुनेर पनि बुझ्न चाहिँ पर्यो है। यो चाहिँ के भनेको रहेछ, किन रहेछ भन्ने कुराहरू। यस प्रकार अब त्यस्तै भगवान नारायणले पनि र त्यस्तै युधिष्ठिरले पनि सोध्नु भएको प्रश्नहरू चाहिँ कृष्णलाई सोध्नु भएको कुरा पनि यही नै हो। कृष्ण भगवानले भन्नुहुन्छ, हे युधिष्ठिर, त्यस प्रकारबाट शिवजी गइसक्नु भएपछि त्यो केटी पनि त्यत्रो तपस्या गरी जीवन सिद्ध्याई भगवानलाई। अब मलाई वरदान दिनुभयो के त भनेदेखि, अब यो जन्ममा पाउँदिनौ, अर्को जन्ममा पाउँछौ 5 वटा पति। अत्यन्त ऊ त के भन्दाखेरि त्यो झन् डडेलुरुकोले लडेको जलेको लहरा जस्तो भयो क्या। त्यो चाहिँ दुःखै दुःखमा उनी उसको जीवन बित्यो। अब उसलाई त के भन्दाखेरि तपस्या गरेँ मैले, फल त पाएँ, तर यो जन्म पाएन, यो जन्मको त मेरो व्यर्थै भयो है भन्ने अब त्यो चिन्ता पीर। त्यसरी पीर चिन्तामा हुँदाहुँदै समय त धेरै भइसकेको थियो। जसरी मुसाले को पालमा पसेको सर्पले चाहिँ मुसालाई ट्याप्प समातेर आफ्नो पासमा पारेर लान्छ नि काल पासमा, त्यस्तै नै त्यो तपस्विनीलाई पनि कालले आक्रमण गरे। जसरी बिजुली चमक्क चम्केर हराउँछ, त्यस्तै त्यो पनि ती तपस्विनी पनि वर्षा ऋतुमा का मेघ चम्के चाहिँ चमक्क चम्केको जस्तै गरेर तिनी चाहिँ उनी नष्ट भए आफ्नो आश्रममा बसेको बेलामा। र उनी कहाँ गएर जन्मिन् त भन्दाखेरि चाहिँ यज्ञसेन नाम गरेको राजाले ठुलो यज्ञ गरेका थिए, त्यही यज्ञमा गएर उनी चाहिँ उनको छोरी भएर यज्ञ कुण्डबाट चाहिँ उनी उत्पन्न भइन्। जुन आर्यसी थिइन्, मेधावी राजाको छोरी। त्यसपछि के भएर नाम उनको भयो त भन्दाखेरि द्रौपदी भएर नाम रह्यो है त। त्यही दुबरी चाहिँ अब जब विवाह गर्ने बेला भयो, विवाह गर्ने बेलामा स्वयंवरको प्रावधान हुन्छ। विभिन्न राजकुमारहरू आए त्यहाँ, राजाहरू, महाराजाहरू, राजकुमारहरू। ल त्यो बेला मत्स्य भेद भनेर चाहिँ राजाले राख्नु भएको थियो। माछाको आँखामा तल पानी हेरेर, पानीमा हेरेर माछाको आँखा माछा माथि चलिरहेको छ, त्यसको आँखामा चाहिँ बाण हान्नु पर्ने। कतिले त बाणै पनि उठाउन सकेनन्। त्यो दुर्योधन आदि विभिन्न वीरहरूले चाहिँ त्यो उठाउनै सकेनन्। कर्णले उठाएको थियो, कर्णलाई चाहिँ म यो सुतपुत्रसँग बिहे गर्दिनँ भनेर भनिन् उनले, कर्णले राखे। त्यसपछि अर्जुनले त्यहाँ तीर मारेर उनले ल्याए। तर पछि अन्तमा चाहिँ उनको कारणवश चाहिँ 5जनाले बिहे गर्नु पर्यो। स्वयंवर जितेका थिए त अर्जुनले, तर 5जनाले उनलाई श्रीमतीको रूपमा चाहिँ उनले पाइन्, 5वटा पति पाइन्। त्यसको छुट्टै किसिमका चाहिँ कारणहरू छन्, त्यो पछि बताउँला। र त्यसपछि त्यही द्रौपदी फेरि के भयो त भन्दाखेरि त्यत्रो चाहिँ दुःख पाएर त्यसरी चाहिँ 5वटा पति भई। त्यो एउटा किसिमको दुःखै हो त्यो 5वटा पति भनेपछि। एउटालाई त एउटै पतिलाई पनि रिजाउन कति गाह्रो हुन्छ नि, 5-5जनालाई रिजाउनलाई चाहिँ त्यो त गाह्रै पर्यो होला हैन। तर त्यो पनि
उनले त्यहाँ पनि पुरुषोत्तम भगवानलाई हेला गरेको कारणले, दुर्वासा ऋषिले भनेको वचन नमान्दाखेरि कारणले गर्दा उनले त्यही पनि दुःख धेरै पाइन्। हजुरलाई थाहा छ, महाभारत हेर्नु भएको छ। युधिष्ठिरले चाहिँ सबै आफ्नो भाइसहित श्रीमतीलाई पनि राज्यसहित सबै हारे जुवामा। जुवा भन्ने कुरो त्यस्तो हो। यसले आफ्नो के हुन्छ, विवेक गुम्छ। जुवा हारेपछि चाहिँ आफ्नो विवेक उनले सबै गुमाए। युधिष्ठिरले आफ्नो छोरीलाई, आफ्नो श्रीमतीलाई, छोराछोरीलाई, आफ्नो भाइहरूलाई त जुवामा हाल्नु हुन्न थियो नि त। सम्पत्ति पो हार्ने हो त, श्रीमतीलाई नै दाउमा लाउने भने चाहिँ त्यो के भने विवेक चाहिँ गुम्छ। त्यो कुराले त्यो भएर जुवा नखेल्नु, झनको नाश जीवनको वनवास भएर चाहिँ एउटा गीत पनि छ होइन। त्यसले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि त्यहाँ हारिसकेपछि त्यो अब दुशासनले भुत्ल्याएर चाहिँ 3 दिनमा चाहिँ उनी पर सरेकी 3 दिनलाई भुत्ल्याएर लिएर आयो, भेद गर्यो। कर्णले चाहिँ 5-5वटा पतिको पत्नी त बेस्या हो भनेर भन्यो। कति दुःख खप्नु पर्यो, भुत्ल्याइ खानु पर्यो। त्यो त्यत्रो बडा त्यहाँदेखि घिसाएर टाउ समातेर चाहिँ चुल्ठा समातेर ल्याएर कति दुःख पाइयो। कसैले सोचौँ त हामी त्यसरी जलडा समातेर ल्याएर नाङ्गै बनाउनुपर्छ यसलाई भनेर भन्दाखेरि त्यो भीष्महरू ती कसैले केही बोलेनन्। दुर्योधनले चाहिँ मेरो अब यहाँ काखमै राखे पनि हुन्छ, यसलाई 5वटाको त भइसक्यो, 6वटा हुने के फरक छ, शुद्ध पनि भन्यो। त्यो बेलामा जब यसको नाङ्गे झार बनाउँछु भनेर कपडा तान्न खोज्दाखेरि उनको अब सारा कोही पनि भएन क्या त्यहाँ। उनले भीष्मलाई पुकारिन्, आफ्नो श्रीमानहरू र 5जनालाई पुकारिन्, विदुरलाई पुकारिन्, कसैलाई पनि पुकार्दाखेरि कोही पनि आएनस्। आखिर हुँदो रहेछ को त, आखिर रहेछ श्रीकृष्ण एक भने जस्तो भयो नि। भगवान् प्रभुलाई पनि उनले पुकारिन्। त्यसपछि हे प्रभु, मेरो न आज दाजुभाइ छन्, न कोही सहेली छन्, न भान्जाभाइ छन्, न कोही छैन। यो मेरो दुःख हनी चाहिँ हजुर मात्रै हुन्छ। ऋषिकेश, हे अन्तर्यामी, हे कृष्ण, हे गोपिकानाथ, हे प्रभु, हे दिनबन्धु, हे दयानिधि, मेरो यो बेइज्जत भएको छ, मलाई थाहा पाउनुहुन्न हजुरले। म द्रुपद राजाकी छोरी हुँ, द्रौपदी हुँ, म यस्तो बेइज्जत हुँदाखेरि पनि हजुरले चाहिँ सहेर बस्ने हल्दी देख्नु भएको छैन भनेर पुकारा गरेपछि अनि भगवान् गौडमा चढेर आउनुभयो र धेरै वस्त्रहरू लला भनेर वस्त्र प्रदान गरिदिनु भयो। तान्नै सकेन दुशासन, लड्यो भुइँमा डङडङ। अनि भगवान्ले भन्नुहुन्छ, मलाई नै प्राण मान्ने, ममा मन लगाइरहने, जसले मेरो अत्यन्त प्यारी सखी कृष्णा पनि भन्नुहुन्थ्यो उहाँले, तिमीले पुरुषोत्तमलाई हेला गरेकोले यति दुःख पाउनु पर्यो। भगवान् पुरुषोत्तम भनेको त संसार चिज दिने हो। अब हे युधिष्ठिर लगायत पञ्चपाण्डव, तपाईँहरूले पनि यो भगवानको यो आराधना गर्नुहोस्। तपाईँ यो पुरुषोत्तम महिना आउँदैछ, यो पुरुषोत्तम महिनामा चाहिँ अत्यन्त महत्त्वपूर्ण महिना हो। यो पुरुषोत्तम महिनाको व्रत गर्नुहोस्, पूजा गर्नुहोस्, अनि मात्र तपाईँहरूको कल्याण हुन्छ। अनि तपाईँहरूले आफ्नो शरीर राज्य पनि तपाईँ जित्नुहुन्छ। तपाईँहरूको लडाइँमा लडाइँ त तपाईँले गर्नैपर्छ, झगडा गर्नैपर्छ होइन, लडाइँ गर्नुपर्छ। लडाइँमा तपाईँहरूको जित हुन्छ र आफ्नो राज्य पनि, निष्कण्टक राज्य पनि तपाईँहरूले पाउनुहुन्छ। मलाई चाहिँ कोही पनि प्यारो छैन। मलाई न बलराम प्यारो हुनुहुन्छ, न मलाई आमा देवकी प्यारो हुन्छ, न वसुदेव प्यारो हुनुहुन्छ। कोही पनि मलाई प्रिय छैन, न लक्ष्मी नै प्रिय छ। मलाई चाहिँ प्रिय को छ त, हे युधिष्ठिर भनेदेखि मलाई चाहिँ सबभन्दा प्यारो मेरो भक्तहरू छन्। त्यस कारणले गर्दाखेरि ती भक्तहरू जो मलाई माया गर्छन्, जो मेरा ममा चित्त लगाउँछन्, जो मेरो प्रेममा फसेका छन्, जो मलाई झिमिक्क नभइकन हेरिरहन पाए हुन्थ्यो भने जस्तो गर्छन्, जो सानो बालकले हेरिरहन्छ नि त्यसै गरी मलाई हेरिरहन चाहन्छन्, दर्शन पाइरहँ भन्ठान्छन्, तिनीहरू नै मेरा प्रिय छन्। अरू कोही पनि छैन मेरो। न रुक्मिणी प्रिय छिन्,
न साम्ब प्रिय छन्, को पनि छैन। यस्तो सुनेपछि भगवान् श्रीकृष्णलाई भन्नुहुन्छ ती अर्जुन लगायत युधिष्ठिरले, हे प्रभु, हजुर नै हाम्रो आधार हुनुहुन्छ। जसरी पानीमा चाहिँ रहने जल जन्तुलाई पानीको सहारा चाहिन्छ नि, पानीको सहारा नभए त बाँच्न सक्दैन, त्यस्तै हजुरको सहारा बिना त हामी के पनि गर्नै सक्दैनौँ नि प्रभु। त्यस कारणले हजुरले सधैँ हामीलाई नबिर्सिनु होला, नबिर्सी बक्सेला हे प्रभु। हजुरलाई हामी बारम्बार प्रणाम गर्छौँ, प्रार्थना गर्छौँ भने भगवान् श्रीकृष्णले अब म जान्छु, अब चाहिँ म गोकुलमा जान्छु, तपाईँहरू राम्रोसँग बस्नुहोला, भगवान्लाई मन नलाउनुहोला, पुरुषोत्तम भगवानको उ गर्नुहोला र पुरुषोत्तम भगवानको दर्शन गरेपछि तपाईँ तीर्थाटन पनि गर्नुहोला है। तीर्थहरूमा जानु होला, द्वारका, बद्रीनाथ, यी चिजहरूमा जहाँसुकै पनि तपाईँ तीर्थ जानु होला भनेपछि ती भगवान् जब हिँड्नुभयो त्यसपछि र ती युधिष्ठिर लगायत पनि उनीहरू पनि पुरुषोत्तमको महात्म्य सुनेर खुसी भए र साथै उनीहरूले तीर्थाटन पनि गरे र जुन कारणले गर्दाखेरि उनीहरूले अकण्टक राज्य पनि पाए, उनीहरू जिते, हस्तिनापुर हात पारे, ज्यादै सुख भोग गरे। हे नारद, 14 वर्ष पुगिसकेपछि उनीहरूले निष्कण्टक जुन राज्य पाए, ऐश्वर्य पनि पाए र सूर्यवंशमा जन्मेका दुर्योधन भन्ने राजाले जुन ऐश्वर्य पाए, छोरानाति पाएर सुख भोग गरे, पछि वैकुण्ठ धाममा गए। त्यसरी यो पुरुषोत्तम महिनाको व्रत यो कसैसँग तुलना गर्न सकिँदैन। यो व्रतको करोडौँ कल्पसम्म पनि म यसको फल बताउन सक्दिनँ भन्नुहुन्छ भगवान्। र सुत पनि भन्नुहुन्छ, हे ब्राह्मण हो, मैले यो कृष्ण द्वैपायन व्यासबाट चाहिँ यो पुरुषोत्तम महात्म्यको कुरा सुनेको, यसको बखान म पनि पुरै चाहिँ गर्न सक्दिनँ। यसको पुरै बखान गर्न त वैकुण्ठवासी भगवान् श्री हरि नै मात्रै जान्नुहुन्छ यसको सबै कुरा बताउन। भन्दै भगवान् श्रीकृष्णका चरणकमलमा गोलोकवासी भगवान् पुरुषोत्तम महिमाको महात्मा त कसले नै बताउन सक्छ भनेर सुतजी पौराणिकले 28,000 ऋषिहरूलाई बताउनु भयो। भन्नेसम्म कथा यो 12औं अध्यायमा आज सम्पन्न गरियो। कृष्णचन्द्र भगवानको जय, पुरुषोत्तम भगवानको जय। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव, वासुदेवाय वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। कृष्णचन्द्र भगवानको जय, पुरुषोत्तम राधा सहित पुरुषोत्तम भगवानको जय। हस्ता सबै आज मलाई पनि बिदा दिनुहोस्। भोलि फेरि यहाँहरू समक्ष अर्को अध्याय लिएर उपस्थित हुनेछु। खुसीसँग रहनु होला, भगवानको नाम स्मरण गर्दै रहनु होला है।